हेलो साथीहरू, स्वागत छ जिमिनी ब्लगमा। आज चाहिँ हामी भाले बाँच्दा नबाँच्दै थेगु महानगरबाट आन्दोङ गाउँ, एकदमै दुर्गम गाउँमा पुगिसकेको छौँ। त्यहाँ पुग्न साथ साहुबाले हामीलाई कफीले स्वागत गर्नुभएको छ। साथीहरू बाटोमै बसेर कफी खाइराख्नु भएको छ। सखरखण्डा अनि पिँडालुहरू चाहिँ यहाँ गाउँघरमा मजाले स्टोर गरेर राखेको रहेछ। अहिले चाहिँ हामी काम गर्ने ठाउँमा छौँ। यहाँ चाहिँ हामीले काम गरेर पनि हामी भ्याइसक्यौँ र हामी बाहिर निस्किँदैछौँ। अब हामी पहाडीपट्टि जाँदैछौँ। यो चाहिँ यहाँको गाउँघर हो। यहाँ चाहिँ धेरैवटा घरहरू छन्, सानो सानो घरहरू। यहाँबाट हामी तलतिर जान्छौँ। यो चाहिँ यहाँबाट रोड राम्रोसँग पिच भएको छैन। यो तल चाहिँ स्याउबारी छ। स्याउबारीको पारिपट्टि हामी जान्छौँ। हामी पुगिसक्यौँ त्यो बारीमा। माथि साहुबा चाहिँ मल्चिङमा होल बनाउँदै हुनुहुन्छ। हामीले चाहिँ अब यो बिउ कपमा हालिरहेको छौँ। यो चाहिँ छाम्के भन्ने रहेछ, तिल जस्तो। यसले चाहिँ छामखिरिङ चाहिँ पछि यसबाट चाहिँ तेल बनाउने रहेछ। छामखिरिङ भन्छ यहाँ चाहिँ। यो चाहिँ एकदमै महँगो तेलमा पर्छ। यहाँ चाहिँ अब एकजनाले दुई दुईवटा बिउ यो मल्चिङ होलमा हाल्ने पुग्ने गर्छौँ। अहिले यहाँ पनि काम सकेर हामी स्याउ बगानतिर जाँदैछौँ। अब हामी एकैछिनमा स्याउ बगानमा पुग्नेछौँ। अब पुरै हामी हिलो छौँ। यो हिलो जुत्ताहरू धोएर सुकाएको छौँ। साथीहरू खाना खाएर लमतम सुत्नुभएको छ। अब चाहिँ हामी यो स्याउ छाटकाट गर्नेतर्फ लाग्यौँ। यहाँ चाहिँ अब यो राम्रो चाहिँ सबभन्दा ठुलो पल्ला जस्तै चाहिँ राखेर बाँकी फलहरू चाहिँ सबै झारिदिने अथवा काटिदिने रहेछ। पानी परेको कारण हामी 3 बजेमै काम बन्द गरेर अब फर्क्यौँ। यो चाहिँ बाटोमा हो, गाई फार्म रहेछ। ठुलो गाई फार्म छ। यहाँ धेरैवटा गाईहरू पालिरहेका छन्। यो चाहिँ मल्चिङ गरेर आलुहरू रोपेको छ। यहाँ विभिन्न सागहरू छ। यो चाहिँ गहुँ रोपिएको रहेछ। यहाँ चाहिँ यहाँ आलु छ। अब यहाँ चाहिँ धान रोप्ने तयारी पनि भइराखेको छ। प्रायः जसो यहाँ चाहिँ मल्चिङ गरेर चाहिँ रोपिएको छ।